गाइज हामी सिन्धुलीगढी आइपुगेको छौँ। स्वागत छ तपाईँहरूलाई पनि आजको यस भिडियोमा है। आजको यस भिडियो मार्फत तपाईँहरूलाई सिन्धुलीगढीको सम्पूर्ण दृश्यहरू हामी देखाउन गइरहेको छु। भिडियो अन्तिमसम्म अनि स्किप नगरिकन हेरिदिनु होला है। कति राम्रो सुन्दर वातावरण रहेको छ गाइज सिन्धुलीगढीमा। सिनेमाहरू बनिरहेको छ। स्वागत छ गाइज तपाईँहरूलाई पनि सिन्धुलीगढीमा। सिन्धुलीगढी अत्यन्तै सुन्दर रमणीय वातावरण रहेको छ। तपाईँहरूलाई पनि स्वागत छ। ढिक्की च्याउ गाइज कति रमाइलो छ सिन्धुलीगढीमा। आउनुहोस् गाइज पिङ खेल्नलाई। झुलुवा हिले गाइज अब खिच के अरे झुलुवा हिललाई। यो गाईको नाम के हो रे? सिन्धुलीगढी चढेर हेरौँ भन्ने है। कति नराम्रो दरबार मार्यो नि गाइज। ठाउँ एकदमै सुन्दर छ है। एकचोटि नब्बई नहुने ठाउँहरू रहेको छ। कति सुन्दर वातावरण सिन्धुलीगढीको। काजी वंशराज पाण्डे। यहाँ चाहिँ पुरानो कति मजाले युद्धको तस्बिरहरू बनाएका छन् गाइज। अनि हाम्रो सिन्धुलीगढी घुम्न आउने गाइजहरू यहाँनिर स्वागत छ है। कति रमाइलो भइरहेछ गाइज। भर्खर आएको एकदम बिन्दास छ। अनि यहाँनिर चाहिँ होटल है। युद्ध सङ्ग्रहालय। युद्ध सङ्ग्रहालय सिन्धुलीगढी है। यहाँ चाहिँ मजाले पाइन्छ। सङ्ग्रहालयको कुनै पनि वस्तु नछुनुहोस्। डोन्ट टच। टोप त खतरा है। टोप टोपका डल्लाहरू या खतरा। यो टोपमा चाहिँ हालेर पड्काउने हो डम डम। यहाँ नडाले
चाहिँ धेरै मानिसहरू यो अनि त्यो माथि चाहिँ पृथ्वीनारायण शाहको शालिग रहेको छ गाइस। यस्तो कपडा गाडी पनि यस्तो माया यार, बाफ्रे भित्री के हो भित्री हो BMW गाइज हामी चाहिँ सिन्धुलीगढी टुप्पामा चढिरहेको छ है। त्यो अघिको पछाडिको कति राम्रो छ है, त्यो मन्दिर पछाडिबाट यही आउँछ ए ल कति माथि हो यो, यहाँको भागहरू सबै मेटिसकेका छन् है। यो त टुप्पाबाट मानिसहरू चढिरहेका छन्। यहाँ गाइज यति ठुलो भड्याङ चढ्दा अब खुट्टा गल्ने होला है। बाफ्रे बाफ, आजभन्दा धेरै वर्ष अगाडि गेरुवा कलरको थियो, पुरै रातो माटोले पोतेको थियो, तर आज चाहिँ पेन्ट गरेका रहेछन् है। यो डाँडाबाटको दृश्य ओहो हो, बाफ्रे भर्याङ चढ्दा लास्टै थकाइ लाग्यो है गाइस। बल्ल हामी माथि आइपुगेको छौँ। यो पाहाडको टुप्पोमा मजाले झन्डा सजाइरहेको छ है। क्या दामी हावा आइरहेको छ। के हो यो, इनार हो कि क्या हो? टेरीको यतै चढ्नुपर्छ के हो यो यहाँनिरको यो खरिया, यहाँ त पर्खाले पऱ्यो। आउनुहोस् गाइजहरू, स्वागत छ तपाईँहरूलाई। अब चाहिँ हामी खाजा खान लागेको है। खाजा हाम्रो एकदमै स्पेसल खाजा रहेको छ। त्यो पारिपट्टि कति मजा, सुन्दर वातावरण। मेरो सानो
यताबाट यताबाट त्यहाँ राति नै आऊ भोलि 4 बजे बाई बाई गाइज अब हामी सिन्धुली गढीबाट बिदा हुँदैछौँ गाइज भिडियो हेरेर तपाईँहरूलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला अनि हाम्रो यस भिडियोलाई पनि यस च्यानललाई पनि माया गरिदिनु होला सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला गाइज फेरि पनि यस्तो यस्तो रमणीय दृश्यहरू हेर्नको निम्ति सपोर्ट गर्नु होला